साथीहरू आज फेरि म तपाईहरुलाई न्यानो अभिवादन गर्दै यो घान्द्रो गाउँको एकदमै रमाइलो क्षणमा तपाईहरुलाई स्वागत गर्दैछु। यो देख्न सक्नुहुन्छ चारैतिर र म चाहिँ यो मन्दिर आइरहेथे र मन्दिरको चाबी चाहिँ यही गाउँघरमा रहँदो रहेछ र सधैँ नै यो घरमा रहन्थ्यो र आज यो घरमा छैन हरे र पल्लो घरमा छ भन्नुभयो र फेरि म यता जाँदैछु है साथीहरू यो घरमा र यहाँको एकदमै रमाइलो हरियाली धानको खेती देख्दाखेरि बहुतै रमाइलो लाग्यो र फेरि तपाईहरुको बिचमा सानो भिडियो गरेर पस्के है साथीहरू। यहाँ देख्न सक्नुहुन्छ यति नै हरियालीले भरिएको यो खेतको बिचको रास्ताबाटै म चाहिँ अगाडि बढ्दैछु। नमस्ते हजुर। यहाँ देख्न सक्नुहुन्छ कति रमाइलो छ है यो गाउँ चाहिँ भन्ने बयानै गर्न सकिँदैन। यस्तो रमाइलो हरियालीले भरिएको र यो सिडी नै सिडी भएको यो खेतीले हरू पनि अचेल चाहिँ एकदमै रमाइलो छ र साउनको महिनामा चाहिँ मन्दिर आइरहेथे। आज सोमबार पनि हो र त्यसै गरेर फेरि मैले यताको सानोतिनो भिडियो पस्के है तपाईहरुलाई। यहाँ देख्न सक्नुहुन्छ यही मन्दिरमा आइरहेथे म चाहिँ र गाउँ घरमा चाबी खोज्दै आउँदाखेरि म चाहिँ यता आइपुगेको छु है साथीहरू। यति रमाइलो छ भन्ने यो खेतको बिच रास्ताबाट बाटोबाट म चाहिँ अगाडि बढिरहेको छु र यहाँको नजारा पनि यति नै रमाइलो छ र अहिले चाहिँ एकदमै हरियालीले ढाकिसकेका छन् र यहाँ देख्न सक्नुहुन्छ तुलो पनि यसरी लाउँदो रहेछन् यो खेतहरूमा। गाउँघरको नजारा पनि यस्तो छ है साथीहरू। यहाँ देख्न सक्नुहुन्छ यहाँ मान्छेको घरहरू र यता आइपुगे है साथीमा चाहिँ। साथीहरू मैले चाहिँ मन्दिरको चाबी भेटेर म चाहिँ अगाडि बढिरहेको छु मन्दिरतर्फ र त्यसै गरेर यो खेतको बिचको बाटोबाट यस्तो रमाइलो हरियाली खेतको बिचबाट र यो सिडीदार खेतीले भरिएको बाटोबाट म चाहिँ आएको थिएँ र यहाँ घरभेटीबाट मैले अलरेडी चाबी पनि लिइसकेँ। यो देख्न सक्नुहुन्छ। अब मन्दिर गएर सरसफाइ गरेर राम्ररी पूजा गरेर फेरि देखाउने छु है तपाईहरुलाई। यति रमाइलो गाउँ छ है साथीहरू। यहाँ चाहिँ